हेलो वेलकम टु माई न्यू भिडियोमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म साथी आएको छ उताबाट कोचुकी क्यानबाट। तपाईँहरूलाई म उतै गएर भेटाउने छु। आज धेरै लगभग हाम्रो धेरै लामो समय 8-9 वर्षपछिको अन्तरालपछि हाम्रो भेटघाट हुँदैछ। आज सबैजना फाइनली भेट हाम्रो हुनेछ। साथी आइसकेको छ मेरो। आमामाइलो साथी के छ ल? आमामा धेरै बजार भेटौँ है साथीसँग फाइनली। अब हामी कता जान्छौँ भने खाना खान जान्छौँ पहिले हैन? ल भिडियो ल वेलकम टु आवर ब्लग। दामी छ नेपाली टेस्ट। गुलियो छ्याङ बेस्ट कम्बो। ल अब चाहिँ हामी यसरी खाँदैछौँ हैन त? अनि साथी आएन क्या? अनि ठिक छ, म आइरहेको छु। यति गर्दै मेन हाम्रो ग्यौजा आउनु पर्यो क्या नेपाली। यो आँखा झिम्किँदै यार हैन? हाम्रो क्यामेरामा केही भन्छ। अब फ्राई मोमो हाल्नु। दिस इज फ्राई मोमो हैन? ल साथी खानपाए। म नि एकचोटि चिल्ली हाल्नु पर्यो। दिस इज नेपाली फ्राइड मोमो। मान्छे अस्ट्रेलियामा आउँदो रहेछ मान्छे है? भिजिटमा होला नि त। धेरै टेस्टी हैन? दामी। हामी नेपालीले खाने भनेको दाल भात तरकारी मोमो त हैन? खासमा नेपालबाट सुरु भयो अरे मोमो, तर इन्डियनहरूले भन्छ नि है टमाटो हाल्दियो। दिस इज टमाटो। चाहिँ मुलाको यो चाहिँ कडा रहेछ है। साथीसँग चाहिँ 8 वर्षपछिको एउटा सपना चाहिँ लाग्छ एउटा हैन? इन्सिडेन्ट। सानैदेखिको हामी कति वर्ष थियौँ होला त्यो होला? हामी लगभग 63बाट सँगै हो। 63 हो। उनीहरूले हेर्छ हाम्रो उमेर चाहिँ कति थियो कि अब? 63 10-11 वर्ष थियो होला। 12-13 10-12 थियो होला। म पनि अब फाइनल नेपालमा केही गर्छु भनेर गएको मान्छे यार है। यहाँ हुँदै पछि अब म त यहाँ अनि भिजा हुँदै गएको त। तर भिजा हुँदै गयो अनि भिजा हुँदै गएको त म। ये आई नो वाइ नट? डब्लु भेटी छैन त फेरि अहिले फर्केर आएर यो ब्लेडी बास्टर भनेर थापर हान्ला। यस्तै हो यो साथ मौसमले नि साथ दिएर अनि देखो त हाम्रो चिन भने केही न केही त हुन्छ भन्दै न। आज भयो त होइन? मौसमले साथ हिजोसम्म राम्ररी घाम लागेको थियो र यहाँ पनि थिएन नि? हिजो त पानी परिरहेको थियो। पानी परिरहेको। आइफोन कुन चाहिँ हो तिम्रो? मेरो 13 प्रो म्याक्स हो। 13 प्रो म्याक्स? 13 प्रो म्याक्स। यु आर रिच म्यान? नो आई एम नट रिच म्यान। यो हस्पिटलको चाहिँ नि साथी मैले उकिनको पनि सायद काम गरेँ होला। अब हस्पिटलतिर जानु पऱ्यो भनेदेखि समस्या हुँदैन कि, किनकि अब के बोल्नुपर्छ के हुँदा के गर्ने त्यो थाहा हुन थाल्छ क्या। यस्तरी जाँदैछौँ। आज हामी सिन्जुकी खाबिङ चोकमा छौँ दुईजना। आज हामी चाहिँ एकदम विशेष स्पेसल ठाउँमा जाँदैछौँ। तर तपाईँले हेर्दै गर्नुहोस्, हामी त्यही ठाउँमा जाँदै देखाउँछौँ होइन? एक्ज्याक्टली। अहिले नै चाहिँ भन्नु मिल्दैन। अहिले भन्नु अहिले त्यहाँ हामी अहिले भन्यो भने त्यहाँ हामीलाई हेर्ने मान्छे भिड लागेर त्यहाँ गाह्रो। ल अब हामी त आइसक्यो। अहिले हावा चलिरहेको छ, बोलेको राम्रो नसुनिनु सक्छ होइन? यस्तो दामी ठाउँ छ साथी। अहिले राम्रो छ नि होइन? हामी त पर नेपालमा मात्रै भिखारी भन्छ, यहाँ पनि छ भिखारी। पुरा मस्त गौतम बुद्धको पोज दिएर बसिरहेको। आज चाहिँ साथी र म एकदमै राम्रो तरिकाले कस्तो दामी गयो है? सुकिसकेछ। यहाँ टिकट काट्नुपर्ने हो कि होइन त्यो त थाहा भएन, तर हामीले एडल्ट 500 कहाँ टिकट काटौँ? टिकट काट्ने कता हो? भित्र होला।
एकदम राम्रो छ क्या साकुरा त फुलिसकेको जस्तो छ सबै है यो ठाउँ पहिले म एकचोटि आएको थिएँ साथीहरूसँग सुरु मैले क्यामेरा किन्दाखेरि कत्रो ज्यान चिकन मान्छेको जिन्दा ज्यान हो क्या खाएपछि त होइन यहाँ टिकट काट्नु छ टिकट काटौँ है त्यसपछि चल्दिउँ हामी फेरि आइयो सिन्जुकु गोयन पार्क भन्छ तपाईँहरू आउनु सक्नुहुन्छ It's me, Sonami, straight out from Nepal. नेपाल Welcome to the vlog. Right now we are at Shinjuku Gate. Shinjuku गोयन I don't know what the गोयन name. गोयन नेसनल Goen Park. पार्क वी आर भिजिटिङ इङ्ग्लिस मिलेन है क्या मिल्यो मिल्यो यस्तो दामी ठाउँ छ नि है यो चाहिँ राम्रो छ कि ठाउँ मलाई एकदम मन परेको यो हरियाली होइन कस्तो दामी छ सिन होइन आज मौसम खतरा साथ दियो नि हामीलाई यस्तो दामी आजको भ्लग दियोस् सुपर डुपर हुन्छ साथीको के जाउँ कताबाट घुमौँ यताबाट घुमेर यता आउने म्याप लिउँ न त्यहाँ आएर पहिला यता हेरिदेऊ हाई गाइज हाई म अहिले म्याप हेर्दैछु होइन साथी यहाँ साथी चाहिँ मेरो यहाँ म्याप हेर्दैछ हामी Shinjuku Goen National Garden map and highlights. यताबाट आउन यहाँ चट्ट बस्ने ठाउँ छ फेरि आइसकेका छौँ यहाँ चाहिँ राम्रो तरिकाले यहाँ मान्छे धेरै आउँदो रहेछ यो ठाउँ चाहिँ घुम्नलाई एकदमै राम्रो थियो साथीको दामी आउने ठिक हो त्यस्तो राम्रो आउँदैन मलाई आज योभन्दा अर्को राम्रो आउँछ जस्तो लाग्छ होइन केही छ केही जाओस् न वास्तवमा यो चाहिँ एकदमै यो प्रकृतिले एउटा प्रकृतिलाई चाहिँ एउटा राम्रो सुरक्षित तरिकाले साथी यो एउटा डेकोरेट गरेर यो टावर देख्न सक्नुहुन्छ आज घामले गर्दा अलिक राम्रो नदेखिहाल्ला तर पनि अहिले चाहिँ देखिँदैन दिउँछ पछि घर गएर त्यसलाई चाहिँ भिडियो हालेपछि राम्रो आउँछ पहिला यो छेउछेउ नै लाग्ने हो क्या साथी छेउछेउ जाउँ न छेउछेउ जाउँ घरै बिचमा हो है म पहिले एकचोटि आएको थिएँ मैले बिर्सेछु कि अस्ति एकचोटि आउँ कि भन्ने सोच त बनाएको थिएँ अस्ति एउटा भाइ आएको थियो गाउँबाट मेरो त पवन भाइ अनि उसलाई पनि यही पार्क लिएर आउँछ भनेको मैले उहाँ हाराजीको पार्क लिएर गएको छु कि बिर्सेर त्यो ठाउँ त्यो मैले बिर्सेर क्या अनि यहाँ यस्तो टावर हेर्छु छैन फेरि होइन अनि त्यसै डुल्यो तर केही छैन त्यो भाइलाई तर केही छैन पवन भाइ तिमीले हेरिरहेको छौ भनेदेखि नेक्स्ट नेक्स्ट टाइमतिर मैले यो पार्कमा घुमाउनु ल्याउँछु भन्ने थिएँ तर म अर्को ठाउँ लिएर गएको छु साथी मेरो क्याब हाल्नु हालु त्यसलाई सरी तिमीलाई म अब नेक्स्ट टाइम तिम्रो छुट्टी भएको बेलामा आऊ त्यसपछि दाजुभाइ घुम्नुपर्छ है त मैले धेरै मिस गरेको छु पवन भाइलाई किनकि गाउँको उसलाई मैले अनि मिस यु पवन म्यान ऊ यही नजिकै छ नि त अनि त्यही भएर ऊ पनि गएको कामले गर्दा भ्याएको छैन अनि उसलाई त मैले खुब मिस गरेको छु अहिले खास भाइलाई चाहिँ उसलाई मैले यहाँ घुमाउनु ल्याउँछु भनेर लिएर आएको थिएँ तर मैले मिस्टेकली मैले पनि कस्तो त्यो बिर्सेछु क्या अनि त्यो भएर चाहिँ मैले उता हाराजुको पार्क लिएर गएको छु आइएम सरी भाइ अर्को नेक्स्ट टाइममा तिम्रो म यो ठाउँमा घुमाउँछु यस्तो दामी छ फुल कति राम्रो फुल छ यो अलिक आज मोबाइल हलिरहेको छ म अलिक कति राम्रो छ नि साथी होइन सुनसान हेर घाँस फल्नु थाल्छ नि है तर ठिकै छ ढिलो चाँडो आइयो होइन साथी तर चाहिँ कति साह्रो हो ल साथी एक दुई शब्द के जाउँछ त ल एक दुई शब्द नेपाली इङ्ग्लिसमा बुझ्दिनँ अरे देख्न सक्नुहुन्छ मान्छेहरू टन्नै छ यो ठाउँमा छिर्नलाई चाहिँ 500 टिकट लाग्ने रहेछ होइन तपाईँहरू पनि नेक्स्ट टाइम यही सिजनमा आउनु होला मान्छे टन्नै आउँदो रहेछ रमाइलो हुँदो रहेछ खासमा अझै मैले त यहाँ जापानिज भन्दा धेरै विदेशी युरोपियन कन्ट्रीको मान्छेहरू धेरै देखेँ रमाइलो हुने रहेछ आउनुहोस् घुम्नुहोस् चिल गर्नुहोस् तेरिका साथीले खाए बनाउँदैछु आज खासै चाहिँ कन्टेन्ट चाहिँ क्रिएट गर्नु मन लाग्छ तर के बारेमा बोल्ने त्यो चाहिँ अलिकति उहाँ ऊ साकुरा दामी यो साकुरा होइन साकुरा हो नि साथी कन्टेन्ट नै राम्रो मलाई अहिले भर सुरु भएर कन्टेन्ट नै राम्रो बनाउन आएको छैन केही छैन बानी पर्दै जान्छ बोल भन्दा मैले जस्ती सुनेको थिएँ कि यहीँ अस्ति यति धेरै मान्छेहरू छन् हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम पिसफुल छ जस रमाइलो मजाले मान्छेहरू घाममा बसेर टक्क बदम छोडाउँदै सुन्तला केलाउँदै खाँदै रमाइलो छ यो शीतल छाहारीमा बसेर मस्त होइन हेलो मिस यु माई सन रोमिहाङ एन्ड माई वाइफ मल्ल राई
धेरै मिस गरेछु मैले यो ठाउँ तिमीलाई समय मिलेमा चाहिँ म यो ठाउँमा ल्याएर सँगै घुम्ने हामी फ्यामिली होइन सही हो ल हामी साथीसँग चाहिँ आज हामी यसरी घुम्न छौँ अनि केही जाओस् भने चाहिँ मैले योभन्दा कति एक हप्ता अगाडि अथवा 3-4 दिन अगाडि सुने होला यो जापानमा मान्छे सुसाइड गर्नु कारण चाहिँ के हो यसो तिमी भन्दा के शब्द के त्यत्रो 15-20 लाख तिरेर सुसाइड गर्नु आउने हो त यहाँ जापान विदेशीहरूले होइन नेपालीहरू विदेशी पनि होला जानुपर्छ है ल ओके त्यही हो यार अब सबै सजिलै छ भन्ने छैन यहाँ विदेशमा गाह्रो छ होइन कामसाम अब कसैलाई राम्रै काम पर्ला कसैलाई नराम्रो पर्ला अब कामको वातावरण पनि हो प्लस अब यहाँनिर भाषा छैन भने त्यही गाह्रो छ अनि अलि धेरै ऋण गरेर आउने मान्छेहरूलाई पनि गाह्रो छ जस्तो उनीहरूलाई त्यो ब्याज तिरेरै नसक्ने अनि त्यही माथि पनि अब आफ्नो परिवारहरूलाई पनि सबै आफूले हेर्नुपर्ने त्यस्तो अवस्था भएपछि मान्छेहरूलाई धेरै डिप्रेसन हुने एन्जाइटी हुने त्यस्तै कारणले सुसाइड गर्छन् जस्तो लाग्छ मलाई चाहिँ होइन ठिक छ त अनि मलाई चाहिँ एउटा विशेष भन्नु मन लाग्यो नेपालबाट यो दलेहरूबाट चाहिँ यो के भन्छ नि ब्याचलर भिजामा तपाईँहरू नआउनुहोस् भन्छ भाषा पढेर एसएसडब्लुमा आउनु मिल्छ त्यस सम्बन्धी पढेर 1 वर्ष जति तपाईँले राम्रो मिहिनेत गर्नुभयो भने तपाईँहरूलाई यहाँ केहीको समस्या हुँदैन मलाई धेरैजनाले होइन हुन त म दले त होइन र पनि यो देखे पनि हरेक मान्छेहरूले मलाई चाहिँ म यो डले भन्ने सम्झेर चाहिँ दाइ काम लगाइदिनु भाइ काम लगाइदिनु भन्छ र रात दिन फोन गर्छ मेसेज गर्छ त्यो होइन नि त मैले एक पैसा खाएको पनि छैन होइन अनि एक त यहाँ ब्याचलर भिजालाई गन्दैन भाषा हुँदैन अनि त्यसपछि आएर तपाईँहरू दुःख पाउने काम मात्रै नेपालको दलले किन धनी बनाउनुहुन्छ होइन बरु 2 लाख खर्च गर्नुहोस् 1 वर्ष मजाले घुँडा टेकेर पढ्नुहोस् अनि आउनुहोस् एसएसडब्लु मजाले 5 वर्षपछि फेरि 2 को इक्जाम दिन पाउँछ त्यो दिनु पर्यो छ नि हामी नेपालीले के गर्छौँ भने भाषा पढ्दैनौँ होइन सजिलो बाटो हेर्ने भोलिपर्सि यहाँ आएर सुसाइड गर्ने अनि एक त अब ब्याज ब्याज त एक त ब्याज महँगो पर्छ अनि त्यसमा नेपालीहरू पैसा तिरेर चाहिँ आइहाल्छ अनि त्यसरी नआउनु भने चाहिँ ब्याचलर भिजामा चाहिँ तपाईँहरू झुकेर पनि नआउनुहोस् किनकि यो ब्याचलर भिजा चाहिँ 3rd क्लास भिजा यहाँ कसैले जापानिज सरकारले गन्दैन होइन बरु जापानिज भाषा पढ्ने तरिकाले नै आउनुहोस् गएकोमा त्यसपछि सोचेको भएर यहीँ सुसुको गरेर बस्नुहोस् यो ब्याचलर भनेर आछ है पैसा रात दिन म्यासेज जतिखेर पनि यहाँ त्यहाँ आफ्नै कामको प्रेसर भइरहेको हुन्छ होइन त्यसमा झन् अब न मैले 1 रुपियाँ खाएको है न मैले 1 रुपियाँ पैसा पाउने न मैले काम लगाइदिए पनि नलाइदिए पनि मलाई गर्ने पनि होइन त्यो भएकोले गर्दाखेरि तपाईँहरू सकभर नेपालबाट आउनुहुन्छ भने ब्याचलरमा चाहिँ नआउनुहोस् तपाईँहरू पैसा तिरेर बरु ब्याचलर छ भने पनि तपाईँ स्टुडेन्टमा आएर 4 वर्ष दुःख गर्नुहोस् त्यसपछि तपाईँको लाइफ एकदम राम्रो हुन्छ र त्यही भन्न चाहन्छु म चाहिँ मलाई धेरै त्यो मेसेजहरू आएको कल आएकोले गर्दाखेरि मेरो लगभग अहिले 60-70 जनाहरूलाई त्यस्तोमा आएको अब कसलाई अब एक त आफू होइन त्यस्तो सम्बन्धी अब ज्ञान हुँदैन नि त पहिले पो स्टुडेन्टमा थियो र होइन अनि थिएँ अनि कामहरू धेरै लगाइदिएको पनि थिएँ तर लगाइदिए पनि कसैले गन्यता होइन अब जति राम्रो जसलाई काम लगाएर राम्रो गर्दै पनि लास्टमा उनीहरूले हामीलाई गन्यता केही होइन तर पनि त्यही भन्न चाहन्छु म तपाईँहरू पनि सिन्जुकी गोवेन पार्क घुम्न आउनु सक्छ राम्रो छ एकदम पिसफुल छुट्टीको दिन थियो अनि त्यही भएर साथीसँग घुम्न आएको म चाहिँ यता तारा हामी फेरि आइसकेका छौँ अहिले हामी चाहिँ यहाँ कन्टिन्यू गर्दैछौँ र है हामीले टपिकमा बोलेका थियौँ त्यही ब्याचलर भिजाको बारेमा सकभर तपाईँहरू नेपालमा राम्रोसँगले पढेर आउनुहोस् र एसएसडब्लुमा आउन चाहनेहरूले पनि राम्रो तरिकाले पढेर आउन सक्नुहुन्छ डिमान्डहरू राम्रो आइरहेको हुन्छ होइन साथी हो एसएसडब्लुमा पनि अब अहिले त एसएसडब्लुमै आउने हो क्या एसएसडब्लुमा अब कम लागतमा अब अलिकति 5 वर्ष ग्याप भयो अहिले त लङ टर्ममा मिल्ने भइसक्यो 2 पास गरेपछि अनि त्यसपछि धेरै राम्रो हुन्छ नि होइन नेपालमा अब केही छैन गर्छु भन्दाखेरि पनि अनि त्यो भएकोले गर्दाखेरि
कुरा त्यही हो। अब विशेष आज हामी कुरा त्यही हो, बुझे भइगयो। भएको होइन, अँ। साथीहरूमा आइयो मजाले बोल्दै आज चाहिँ हाम्रो घुम्दैछौँ। आज यो त कुन डान्स हुन्छ? अँ ऊ ढुकुर यार, झट्टी जाने मान्नुपर्छ कि यार। ओए त्यस्तो नगरौँ या साथ। ए झट्टी गयो, के गरेछ हान साथी? हान कन्टिन्यू त्यसरी नै। अहिले फेरि पार्कबाट निकालिदिन्छ यार। ए खाए खाए। ल त आज चाहिँ हाम्रो भिडियो लगभग सकिसक्यो। हामी साथीहरूमा डुलेर र भन्दै अब हामी लगभग फर्किन्छौँ र मेरो भिडियो चाहिँ यसो कन्टिन्यू हेरिदिनुहोस् होला भन्दै आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु र लाइक, सेयर, सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनु होस् त। नमस्ते सम्पूर्णमा।